आज एउटा कुरा गरौँ है। यो तपाईँले युके आइसकेपछि तपाईँले चाहिँ कुन कुन एपहरू युज गर्नुहुन्छ अथवा कुन कुन एपहरू युजफुल हुन सक्छन् होइन। म चाहिँ नर्मल्ली युज गर्न लागेको एपहरूको बारेमा चाहिँ भन्न गइरहेको छु होइन। डिटेल त्यसको चाहिँ कुन कुन युजफुल हुन सक्छन् र मैले नगरिरहेको र तपाईँहरूले गरिरहेको पनि कुनै हुन्छ नि त एक्स्ट्रा हुनसक्छ। त्यो तपाईँले चाहिँ मलाई रिकमेन्ड गर्न सक्नुहुन्छ र कमेन्टमा अथवा मेसेजमा भन्न सक्नुहुन्छ है त। र मलाई चाहिँ यो कसैलाई यतातिर भर्खरै आइरहेको स्टुडेन्टहरूलाई अथवा जो पनि हुन्छ न्यू कमर्सलाई भनौँ न, उनीहरूलाई चाहिँ हेल्पफुल हुन्छ भनेर चाहिँ म यो चाहिँ सेयर गर्न गइरहेको छु होइन। म चाहिँ नर्मल्ली एउटा फर्स्टमा भनेको यता युज गर्नुपर्ने भनेको मलाई चाहिँ के लाग्छ भने चाहिँ यो लोकेसन नेभिगेट गर्नलाई चाहिँ सिटी म्यापर अथवा गुगल म्याप भन्नुहुन्छ। मलाई चाहिँ सिटी म्यापर चाहिँ बेस्ट लाग्छ होइन। सिटी म्यापर चाहिँ तपाईँले डाउनलोड गर्न सक्नुहुन्छ। अनि अर्को भनेको तपाईँको युनिभर्सिटी पढ्नुहुन्छ भने युनिभर्सिटीको एप हुन्छ, त्यो त नर्मल्ली हुने नै भयो, उसले युनिभर्सिटीको एप नै गर्नु हुने भयो एउटा होइन। अनि अर्को भनेको एउटा ब्याङ्क एप। ब्याङ्कमा चाहिँ तपाईँको नर्मल्ली धेरै जसोले यहाँ लोएस्ट युज गर्छन् अथवा मोन्जोहरू के युज गर्छन्, तर मलाई चाहिँ यो तपाईँको चाहिँ हाई स्ट्रिट ब्याङ्कहरू चाहिँ युज गर्न चाहिँ म सुझाव दिन्छु। यो मोन्जो ब्याङ्क, रिभोल्युटहरू यताउता भनेको यो चाहिँ डिजिटल ब्याङ्कहरू हो होइन। तिनीहरूको कुनै फिजिकल यता हुन्छ नि ब्रान्चेसहरू हुँदैन। त्यही भएर चाहिँ त्यो सकेसम्म चाहिँ मोन्जो खुल्दा चाहिँ त्यस्तो नराम्रो चाहिँ होइन, तर मतलब हुन्छ नि त हाई स्ट्रिट ब्याङ्कमा चाहिँ स्यालेरीहरू आउन यताउता आउनुको लागि चाहिँ गर्दा चाहिँ बेस्ट हुन्छ जस्तो लाग्छ। भनेको लोएस्ट ब्याङ्कहरू बार्क्लेज भयो, एचएसबिसी भयो, यिनीहरू होइन। अनि तपाईँको त्यसपछि अर्को हुनुपर्ने भनेको एसएमआरसी एप। एकदम काम लाग्ने भनेको नहुने एप भनेको एसएमआरसी एप हो। एसएमआरसी एपमा तपाईँको आफ्नो अहिलेसम्म काम गरेको हिस्ट्रीहरू, तपाईँको इम्प्लोइमेन्ट हिस्ट्री, इन्कम हिस्ट्री, ट्याक्स तिरेको हिस्ट्री, एनआई कति तिर्नुभएको छ सबै हेर्न सक्नुहुन्छ र तपाईँको ट्याक्स चाहिँ रिफन्डको लागि क्लेम पनि गर्न सक्नुहुन्छ यदि एक्सेस दिनुभएको छ भने। त्यो पनि भयो। अनि त्यसपछि अर्को चाहिँ नर्मली युज हुने भनेको एकदम सस्तोमा फुड पाउनुको लागि नर्मली साँझतिर अथवा बिहानतिर पाउँछ, टु गुड टु गो भन्ने हुन्छ एउटा एप चाहिँ होइन। त्यसमा तपाईँले चाहिँ नर्मल्ली 12-13 पाउन्डको फुडहरू, तरकारीहरू, ग्रोसरीहरू, जे पनि भेजिटेबलहरू, नर्मल्ली फ्रुटहरू तपाईँको 2 दिन पाउन सक्नुहुन्छ। यो एप पनि तपाईँले चाहिँ युज गर्न सक्नुहुन्छ। नर्मल्ली मलाई चाहिँ युज गर्ने भनेको यो भयो, ब्याङ्क एप भयो, यो भयो होइन, सिटी म्यापर भयो, यो भयो। नर्मल्ली युज हुने भनेको यति नै हो। अनि तपाईँले चाहिँ यता नर्मल्ली धेरै जसोले यहाँ चाहिँ सप गर्दाखेरि अमेजन यताउताहरू गर्नुहुन्छ, त्यो त तपाईँहरूले नर्मल्ली गरि नै हाल्नुभयो होइन। अमेजन डाउनलोड गर्न सक्नुहुन्छ। होइन मान्छे धेरैले टेमु अथवा टेमु त एकदम वर्स्ट चिजहरू पाउँछ, स्क्याम पनि हुन्छ भन्छन् होइन। मैले चाहिँ अहिलेसम्म सपिङ गरेको छैन। सिन भयो यताउता गरेर हुन्छन्, अब सिनबाट यताउता गर्दा पनि हुन्छ। यी एपहरू चाहिँ मलाई चाहिँ एकदम काम लाग्ने हुन्छ जस्तो लाग्छ। र तपाईँले चाहिँ योभन्दा कुनै अरू एपहरू छन् भने चाहिँ तपाईँले चाहिँ रिकमेन्ड गर्न सक्नुहुन्छ है त। थ्याङ्क यू सो मच।